साथीहरु वेलकम टु इसानको ब्लग वेलकम टु इसानको ब्लग अझै के भन्नु हेलो गाइज वेलकम टु माई ब्लग है आज चाहिँ अब हिजो अस्ति 2 दिन फोन यस्तो बन्द भएर यताउतिहरू क्लिपहरू केही आउनु पाएन जोहरू नयाँ हुनुहुन्छ तपाईँहरू सबैको लागि इन्ट्रोडक्सन यो चाहिँ हाम्रो कलुवा मेरो नाम आयुष हो पछाडिको खै ह्यान्डसम अङ्क इन्ट्रोडक्सन दियो आफ्नो मेरो नाम संयोग अब हामीले के भन्छ तिमीलाई अरूले चाहिँ भयो भने मैले चाहिँ स्याम्स भन्छु है तर सबैले संयोग नै भन्नु होला राम्रो नाम छ मन अर्कै के भन्छ आयुषलाई चाहिँ अरू नै भन्छ तर नि भन्नु हुन्छ अनि आज चाहिँ म चाहिँ हिजो आएको आउनु चाहिँ हिजो आएर यसले मलाई यस्तो राम्रो राम्रो ठाउँ घुमायो कि मैले फोटो खिच्न छोडेर भिडियो खिच्न छोडेर म आफैमै धेरै डुबिहालेँ बस आज अब यसको बिहान एक्जाम थियो एकदम राम्रो गयो एक्जाम एकदम बेस्ट 99 मा 100 आयो होइन साथीलाई यति मन पर्यो एक्जाम उसले फेरि दिन्छ त्यो एक्जाम छाडा चाहिँ नबोलौँ होला मेरो लाइभ है सबैले हेर्छन् अनि त्यसपछि आज भर्खर समयको अब टेक्सटदेखि फ्लाइट थियो डालासदेखि अघि भर्खरै आइपुग्यो 3:30-4 मा आएर अनि समयलाई पिक गरेर यस्तो अब यत्तिकै हामी डिसीतिर चल्दैछौँ अब बिचमा के कस्तो आउँछ यताउतिहरू सबै नयाँ अपडेटहरू आइरहेको छ ल स्टे ट्युन गाइज ह्याभ फन अब एकछिनपछि रमाइलो गर्नको लागि चाहिँ बेला बेलामा संयोग र आयुषले मेरो क्यामेरा लिनेछ यिनीहरूले चाहिँ बेला बेलामा रमाइलो गर्नेवाला छ सो ह्याभ फन गाइज चाहिँ हामी वाशिङटन जान लागेको अनि बाटो यो हो हेरौँ यस्तो हुन्छ अमेरिका ट्राफिकहरू टन्नै ट्राफिक छ साथी टन्नै ट्राफिक छ अनि हाम्रो इसान साथीले ड्राइभ गर्दै हो साथीहरूले हेलो भन्थ्यो है हाई गाइज मेरो भुँडीमा फोकस नगर मलाई अनि कसैलाई आयुष बोलेको अलिकति लागेको छ भने यो चाहिँ इन्टरभ्यूको प्रिपरेसन गरे जस्तै यो भिडियो खिच्दा नि 10 चोटि अगाडि रुक ल म यो भन्छु भनेर प्रिपेयर हुँदैछ मनमा जे आज त्यही भन्नु भन्दा नि यो डरपो अनि छिन अगाडिको जाम हेर्नु त आमामा कडा जाम छ 11 मिनट्स स्लो डाउन यार ठिक छ डिसी जानलाई उस भएर होला अगाडि ठ्याक्क सिटी आउँदो रहेछ नि त तिमीले गोप्रो ल्याएको छैन क्यापिटल आई थिंक दिस इज क्यापिटल यो हामी यसलाई त्यो सांसद भवन भन्न मिल्छ होला दिस इज द वाशिङटन मोमेन्ट स्पाइडरम्यानको सुटिङ चाहिँ यहीँ भएको थियो अनि स्पाइडरम्यान त्यही टुप्पोमा चढेको थियो एन्ड दिस इज द वाशिङटन डिसी आफ्टर अ while we will go near the what was the White House yeah the White House नेपाली ठिक छ साथी ब्रो नेपाली मेरो इंग्लिश त्यस्तो साह्रै राम्रो छैन है यस्तो राम्रो मुभी छ देखाउन सिट दिस इज द वाशिङटन मोमेन्ट हामी वाशिङटन मोमेन्ट हैन यो मेमोरियल यो लिंकन मेमोरियल अब्राहम लिंकन जुन थियो नि उसको मेमोरीमा यो बनाएको अनि साइडमा के थियो 42nd प्रेसिडेन्ट अनि यो चाहिँ खोला बगिरहेछ त हेर्नु त उता चुच्चो पनि देख्दो रहेछ उसको कसको मेमोरियलको ओके मेमोरियलको के हुँदैन त्यसको चाहिँ मोनुमेन्टको चाहिँ चुच्चो देख्दो रहेछ मोनुमेन्टको चुच्चो देखिरहेको यो चाहिँ दिस इज लिंकन मेमोरियल गाइस क्लोज भ्यूबाट हेर्दाखेरि यस्तो सही छ अनि यो चाहिँ हामीहरू चाहिँ इसान थापा नबोलौँ सरी बी पाउँछ त्यहाँनिर यो हाम्रो केटाहरू अब मेरो एउटा सानो मिस्टेकले गर्दाखेरि अघि नै पुग्ने ठाउँमा हामी घुमाएको अब न्यु इयर घुमेको मान्छेलाई यति घुम्न केही लाग्दैन एक्ज्याक्टली सर तर जस्ट वी ह्याभिङ फन गाइस हाउ वाज योर एक्सपिरियन्स से समथिङ अबाउट योरसेल्फ माय नेम इज आइसा No, about this tour I say. दिस टुर कस्तो लागिरहेछ के छ एक्सपेक्टेसन के छ हाम्रो प्लानहरू के कस्तो छ के सोध्दैछ होला कमेल जाने तिम्रो एक्सपेक्टेसन कस्तो छ आयुषलाई चाहिँ मेरो मम्मीले एकदम सोझो सोचिन्छ अब तिमीले आफूलाई कसरी चरित्र गराउँदैन यो ब्लगबाट मम्मीलाई देखाउँछु म मम्मीलाई देखाउने ब्लग म राम्रो मान्छे हो म पढिरह हो यता आन्टी म आज घुम्ने बेला नि किताब लिएर हिँड्छु हजुर छोरा ठिक चाहिँ छ अब के भनौँ ल गाइस म अर्को भिडियोमा भन्छु ल संयोग र इसान टेक्ससबाट आएको रहेछ सरी मैले सिट बेल्ट खोलेँ भर्खरै त्यो वाशिङटन पुग्यौँ अलि इसानले गर्दा अलि ढिलो भयो हामीले अर्को एक्जिट लिनुपर्ने अर्को ल्यायौँ मापाम अनि यो चाहिँ समथिङ हो कुन ब्रिज भन्ने हो तर राम्रो छ कस्तो राम्रो क्या नि हेर्नु यो पातबाट कस्तो घाम आएको कस्तो शीतल तरिका हो अनि यताको पुलिसहरू गाई जस्तो हुन्छ हेर्नु हामीले धेरै भिडियो खिच्न पाउँदैनौँ अनि अर्को चाहिँ अब हामी यस्तो मोमेन्टतिर जान लाग्यो हो कस्तो राम्रो भिडियो आएको मेरो फोनबाट 17 प्रो आयुषको फोन है यो चाहिँ आयुषको फोनबाट कि चाहिँ आयुष फोन यो चाहिँ मेरो फोन अहिले ल्याएको त म्यापमा युज भएको भएर सो हामी कति रे हामी 3 मिनेट होला 3 मिनेटसम्म पुग्छौँ तर यो बाटो पनि हेर्नु कस्तो चिलवाला शीतल तरिकाको यो वाशिङटन मोमेन्ट भन्ने जुन भन्छ नि यही हो अलिकति राम्रोसँग चिराउने भाषामा छ
अनि यो जुन माथि टुप्पोमा त्यो झ्याल हेर्नुहुन्छ त्यहाँ स्पाइडरम्यान छिरेको थियो आफ्नो सुटिङको बेला स्पाइडरम्यान मुभीको सुटिङको बेला अनि यो हेर्नु यो ब्रिज गइरहेको छ हेर्नु कस्तो राम्रो ब्रिज हो ट्राफिक लाइट भएको यो हेर्नु ओहो हिजोको भ्लगमा चाहिँ किङ कङ चढेको टावर थियो होइन अम्पायर बिल्डिङ आज चाहिँ स्पाइडरम्यान चढेको बिल्डिङ ल्याउँछ वाट नेक्स्ट अब कुन चाहिँ सुपर हिरो चढेको बिल्डिङ चाहिँ यहीबाट लो ग्याङ यो के हो मेरो पछाडि यो के हो मेरो अगाडि यहाँबाट चुसुक्क के देखिन्छ रे यसलाई भन्छ व्हाइट हाउस हिजो यसकै अगाडि के भएको भन्दाखेरि पब्जी खेलिरहेको थियो यसको अगाडि होइन कपाल चाहिँ यस्तो मेस्सीदेखि भइरहेको छ कस्तो राम्रो बिल्डिङ यो कुन बिल्डिङ भन त ओ यो के हो यो चाहिँ यताको गाइड यो के हो तिम्रो टी सर्ट जस्तो कलर भएको कुन हो यो तिम्रो टी सर्ट जस्तो कलर भएको बिल्डिङ चाहिँ के हो तर यो पनि राम्रो छ यार नेपालको पुरै प्यालेसहरू टाइपको यो चाहिँ डिसी क्यापिटल रे होइन उतापट्टि भएको चाहिँ क्यापिटल अनि ऊ यहाँनिर थोरै देखिन्छ त्यो चाहिँ व्हाइट हाउस टु मच हुइडी लास्टै हुइडी छ अति नै अनि चाहिँ यो चाहिँ लिङ्कन मेमोरियल जुन चाहिँ अघि नै मैले भिडियोमा देखाएको थिएँ अनि एन्ड अफ द डे एन्ड दिस इज मी केटाहरू घुम्दैछ वरिपरि अनि यहाँ फ्ल्यागहरू पनि जताततै फ्ल्याग छ 55 वटा फ्ल्याग छ भन्छ मलाई आयुषले मैले गनेको चाहिँ छैन सो हेरेर आइसकेपछि यहाँ आएको छौँ ल सम्यक तिमी यो ठाउँको बारेमा थोरै एक्सप्लेन गर त ल यता बसेर ओल्ड वार मेमोरियल हो होइन अनि यहाँ चाहिँ They died together and now they sleep side by side to ए पाले पालो बोल्दिउ न हरेक स्टेटहरूको नाम पनि लेखेको छ अनि किन लेखेको भने हरेक स्टेटबाट सोल्जरहरू आएको थियो लड्नको लागि ओल्ड वारमा त्यहाँ लेखेको पनि छ ब्याटल अफ मिडवे जुन 4/7 1942 भनेर लेखेको छ त्यो भनेको सेकेन्ड वर्ल्ड वारको बारेमा हो त्यो यहाँ गाइड त्यति हो ला सल्भ चाहिँ भन्नुपर्ने अलिकति यहाँको गाइड यो हो यसलाई हामीले घुमाउनु पर्यो यसो कभर राम्रो हो न ह्यान्डसम भएर हिँड्यो नि मेरो भ्लगमा म नि फर्स्ट टाइम आएको गाइस फर्स्ट टाइम भन्नाले त्यो पनि आएको तर त्यही हो हामीलाई पनि त्यति नै थाहा छ कि वर्ल्ड वार जुन त्यसलाई के भन्नु जुन सहिद भएछ नि त्यो दाजुभाइहरूको सम्झनामा एउटा मेमोरियल जस्तो यता बनाएको छ अनि त्यति नै हो So that's all for today. That's all for today. Shout out. Each and every state को उसमा so in between हामीले के भेट्यौँ भन्दा that's Texas where we are from यो चाहिँ हाम्रो एरिया हो Texas पठाइदिनु अब यहाँबाट मिल्छ ए मिल्छ भनेको तेरो हाजिदिएको मलाई सिको डाउनटाउन सिग्नलाकै कस्तो राम्रो ठुलो ठुलो बिल्डिङहरू हो ट्रम्प व्हाइट हाउस आउँछ रे के अरे ट्रम्प व्हाइट हाउस आउँदा कहाँबाट आउँछ यहीँबाट आउँछ यही जुन बाटो छ नि भर्खर ट्रम्प यताबाट गएको हामीलाई हाई भन्यो तर हामीले फर्काएन वी डोन्ट लाइक हिम यु नो कस्तो ठुलो छ यार हेर्नु कस्तो राम्रो छ यार यो हेर मेलेलाई त ठुलै लाग्छ ठुलै भन्नाले अब तिमीहरू फर्स्ट टाइम आएको मेरो त जहिले अब यतैबाट आउन जानु हुन्छ ठ्याक्कै मेरो बिचमा दाँत ग्याप छ मेरो ग्याप दाँत ठुलो छ त्योभन्दा साथीले बेइज्जत गर्ने ल अब बन्द गर सी दिस वन यु ह्याभ टु सी दिस हाम्रो आयुषको पहिलो भ्लग हो एकदम हि इज ट्राइङ हिज बेस्ट सबैजनाले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला आयुषलाई अब हजुरहरूमध्ये कतिजनाले यो घुमिसक्यो होला तर त्यही पनि यदि आयुषको भोइस मन पर्यो भने त्यसै गरी नेक्स्ट भ्लगमा नि हजुरहरूको धेरै कमेन्ट आयो भने नेक्स्ट भ्लग पनि पुरै आयुषले गर्नेवाला छ हाम्रो भोइस नै सुन्न पाउनुहुन्न हजुरले आयुषको भोइस यदि मन पर्छ भने विवेक दाइले त पक्का कन्फर्म गरिदिन्छ म्यासेज आयुष भनेर बिकज विवेक दाइ लभ आयुष भोइस त्यो हो अमेरिकाको टनल है योमा छिरेपछि डिसीको भएर न बेसिकली हामी चाहिँ भर्खरै अब हिमालयन योको के अरे हिमालयन डोको डोकोबाट यस्तो केही
डिनर गरेर अब फेरि हामी कहाँ जाँदैछौँ द वार्फ द वार्फमा जाँदैछौँ अब राम्रो टल्न सक्यो आगो लागेको टल्न सुरु हुँदैन आगो लाग्यो कालो जन्त उता गएर के त कालो थियो के त्यसले आगो लाग्यो जे पनि बताउँछु यो मेरो साथी सोध्छ बिचरा यार फेरि म त लास्ट सोचेँ अब अझै अपकमिङ टर्नर्सहरू डीसीको टर्नर्सहरू चाहिँ यस्तो हुन्छ है गाइजहरू हेर्दैछौँ चिठी बजाए तिमीलाई फकाउला जुन हेरी तिमीलाई हेरौला ओ हेरौला आइसबाट गीत गाइज न हेलो गाइस हामी कहाँ आयौँ भन्दा अहिले कहाँ हो यो ठाउँ द वाफ द वाफल होइन है द वाफ मैले सुन्नु वाफल भनेको थिएँ त्यस्तो सुन्ने बित्तिकै के छ काट्नु सेक्सी भएर खा सर्ट्स लाएर खा and this is all the crews okay so यहाँ हुने भनेकै एउटा क्रुज छ अनि त्यहाँ एउटा ब्रिज छ अनि त्यसमा चाहिँ अलिकति झिलिमिली हुन्छ रमाइलो हुन्छ द्याट्स अल त्यही हेर्न आएको हामी वास डीसीको नाइट लाइफ हाम्रो केमा जान्छ नाइट भाइब सबैजना भेगनहरू भेट भएपछि यस्तै हुन्छ नाइट भ्यू चाहिँ सही नै रहेछ यो ठाउँ चाहिँ यस्तो प्रि प्लान थिएन ऱ्यान्डमली एउटा प्लान चाहिँ क्यान्सल भयो होइन अनि आयुषले यहाँ जाऊँ भनेर अनि आएको प्लान हो केटाहरू यहाँ चिल हान्दै रहेछन् यहाँ पनि राम्रो भ्यू छ सो अब जस्तो थियो केटा आजको ओभरअल चाहिँ के कस्तो थियो यो त राम्रै थियो सबैतिरको कहाँ कहाँ गयो तिमीहरूको यस्तो ओभरअल समरी भन्दै नि त आजको यस्तो समरी भन्नाले पहिला त हामी त्यो वासिङटन मोमेन्ट छिर्यौँ व्हाइट हाउस हेऱ्यौँ क्यापिटल हेऱ्यौँ मेमोरियल हेऱ्यौँ त्यहाँबाट अब यस्तो भोक जस्तो लगाएर अनि एउटा हिमालयन डोको भन्ने ठाउँ छ ठिकै छ 5 आउट अफ 10 चाउमिनलाई छोडेर अरू चाहिँ चाउमिन थियो आकार डोस त्यो छोडेर अरू चाहिँ चिकन चिल्ली मैले खाएको त्यो चिकन 65 चाहिँ ए तिम्रो आज के हो त नि भन्यौ नि त आज तिमी के को भक्त मङ्गलबार नखानेमा के को पूजा गर्छौ आज मङ्गलबार तिमीले हनुमानजीको पूजा गर्छु ओ यसले मङ्गलबार चाहिँ खाँदैन माछा मासु अर्को दिन त जे पनि भन्नाले खायो चिकन मात्रै यसले पोर्क बिफ पनि खाँदैन एकदम सोझो सोचकारी छ तर यो पनि यसको नि अलरेडी बुक छ कसैले कमेन्टमा चाहिँ यसलाई केही नभन्नु होला यिनीहरू दुइटै अलरेडी बेसिकली बुक्डै छ राम्रै ठाउँ छ राम्रो ठाउँले आयो हामीले हामी जस्तो आइराख्नु घुम्नलाई दुई सालभन्दा बढी भयो अमेरिकाको तर यस्तो ठाउँ आएको समय एक दुई शब्द तिमी पनि थप्दिउ न केही न केही यो संयुक्त आइराख्ने ठाउँ हो के यसलाई सोध्नु तिमी पनि त आइराख्छौ साथीहरूसँग यो पनि मेरो डेली राउन्ड ठाउँ होइन यस्तो कहिले काहीँ आयो चिल हान्यो यस्तो साथीहरू भेट हुन्छ कहिले कोरी कहिले कालीहरू राम्रै ठाउँ हो यस्तो ओभरअल चाहिँ जस राम्रो एक्सपिरियन्स थियो जस आयुषलाई घुमाउन पायो यो ठाउँ खुसी लाग्यो जस आयुष खुसी छ भने चाहिँ हामी पनि खुसी नै छौँ त्यो त्यही हो मेन प्लान समयमा मेरो प्लानै त्यही थियो एयरपोर्टमा लिन भयो हामी आइराख्छौँ आइराख्नु यस्तै गरी त्यतिर मेरल्यान्ड आउँदा हामीले तिनीहरू घुमाइहाल्छौँ डिसी केही छैन आजको लागि भोलि होइन जाने प्लान त छ बिहान मन्दिर जाने प्लान छ त्यसपछि हर्सिस जाने प्लान थियो होइन हर्सिस पार्क नै होला आइगेस तर वेदर कन्डिसनले पानी भन्दैछ अब सो मेबी प्लान अलिकति स्विच हुनसक्छ अब तर भोलिको प्लान भोलि नै थाहा हुन्छ अझै अब भिडियोहरू आइहाल्छ एकछिनमा सो स्टे ट्युन गाइज बाइ बाइ गुड नाइट यो बाल्टिमोर रेभन्सको स्टेडियम हो उनीहरूले यहीँमा अमेरिकन फुटबल खेल्छ ये गाइज सो एक्साइटेड टु गो देयर लेट्स गो ल गाइज आज यस्तो डिसी द वार्फ अनि त्यो स्पाइडरम्यानवाला मोमेन्टहरू सब घुमेर आइयो त्यस्तो खास चाहिँ थाकिए छैन तर अब भोलि उता न्यू जर्सीको प्लान हो हाम्रो तर मौसम अलि साथ नदिने रहेछ त्यही भएर मेबी त्यो प्लान हामीले पोस्टपोन गर्छौँ ल इसान ल आजको लागि सायद यति नै होला सो बाई बाई गुड नाइट सायोनारा लाइक सेयर सब्सक्राइब चाहिँ गर्दा नबिर्सिने होला
Thank you. Bye-bye. Stay tuned. And all have good day and good night whoever Bye-bye. subscribing and watching us. Thank you.